हजुर हजुर सबै पार्टीमा पावर छ फेरि यही पार्टीमा मात्र होइन हजुर हजुर हो। अहिलेको काङ्ग्रेसको मुख्यमन्त्री मेरो मामाको छोरा भाइ हो हजुर हजुर कमल शाह। हजुर हजुर हो अस्ति के भयो त भनेपछि यहाँ कोल्टिङ कार्यक्रम गर्न आउँदाखेरि मेरा घर आयो अनि आइसकेपछि मेरो दाइसँग बस्छु भनेर भन्दाखेरि यहाँ अनि राति खसी काट्यौँ सारा काङ्ग्रेस दङ्ग पड्या। हजुर जे पार्टी आए पनि गजेन्द्र साईको पावर छ यार। हजुर हजुर अब अर्को रापरपाको कुरा गर्ने हो भने उनको त्यो करोडौँको चाहिँ यो सुदूरपश्चिमाञ्चललाई विद्युत भएर बेच्ने त्यस्तो व्यक्तिगत धनी त्यस्तो चाहिँ धनी धनाटे मेरो आफ्नो सम्झी हुन्। हजुर हजुर भोलि रापरपाको भएपछि मन्त्री त्यो मेरो वीरेन्द्र मल्ल हुन्छ त्यो बझाङको। हजुर हजुर मेरो आफ्नो सम्झी हो क्या त्यो। हजुर हजुर मेरो माइली छोरीको सम्झी हो आफ्नै हो। रापरपा सरकारमा आयो भने मेरो त्यो 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 सम्झी मन्त्री हुन्छ। हजुर अनि अब यो प्रकाश शाह तिम्रो त अब तिम्रो दाइयै भइगयो। हजुर हो त्यो एकदम चाहिने लडाकु एकदम चाहिने यो मुझे एउटाका कमजोर मान्छे जितिकन के काम छ जितेका त हुन् त। लालबहादुर थापा पहिले भए गयो जनगिरी पहिले भए गयो ती के गर्न सक्छन् केही पनि गर्न सक्छन्। हो प्रकाश शाह मन्त्री हुने बेला बजेटको चाहिने खोलो बगायो। हो त्यो कुरा सबै 9 जिल्लाका मान्छेलाई थाहा छ कोही भन्नै पर्दैन। त्यो कुरो तिम्रो महिला दाजुको पनि थाहा छ। तिम्रो घरको त्यो पुँजी बनाउने बेला बुढातिरको पहिली घर त्यहाँ बल प्रधान जग्गा बेचिकन त्यहाँ घर बनाउने बेला सुरुमा पुँजी बनाउने बेला त्यही प्रकाश शाहले बनाएको हो। त्यो त्यहीकन पावरदार तागतदार मान्छे छ सट्कालो मान्छे छ आफ्नो इष्ट छ भनेपछि तिम्रा छोरा छोरी तिम्रा योजना भोलि बिहान त्यहाँ मुझी त्यो जनबोहरा केही गर्न सक्दैन। अनि अब पार्टी पनि त्यही भनिरहेको म पनि त्यही भन्नु म पनि एमालेको जिल्ला सदस्य चाहिँ वडा अध्यक्ष म पनि त्यहाँभित्रको छौँ। त्यो त्यहीमा तारा मान्ने कार्म भने के भन्दा हो कर्मा हामी कर्मा भन्छ तपाईँ दाइ तपाईँ तारा भन्छ। हो हामी तारा भन्दा हौ तारो भन्दा हौ। तपाईँले त्यो कर्ममा कुरा गर्नु पर्यो। एकछिन अब त्यो धामी दाजुसँग मेरो कुरै भएका न एकछिन धामी दाजुसँग भाउजूसँग कुरा गराउ म त्यो हुँदा के अरे दाइ अहिले त म अब सुतिसकेँ दाइ पनि सुतिसकेका छन्। अब अलिकता हजुर कपालमा राखेँ मैले पुगिटे गली होच्चे तेरो खुट्टो मैले कपालमा राखेँ। यस्ता बेला के गर्नुपर्छ इष्ट चाहिने यही बेला हो। हजुर 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 ल जा भाउ। अनि म 13 निम्ति जिल्लामा प्रदेशमा काठमाडौँमा के गर्नुपर्ने हो यार। यहाँ अझैकि हामी जे पनि गर्न सक्छौँ। हाम्रो छोरो इन्सपेक्टर छ माथि अनि देशभरिको काम गर्ने त्यस्तो ठाउँमा छ। तपाईँ आफ्ना कविलाकन आफ्ना इष्टकन हामी कम व्यवस्था गर्छौँ यार। यस्ता मान्छे छोडिकन पुगाउन ठाउँदा बग्यो प्रभाव पर्दैन गाउँमाथि। दाइ ठिक छ त्यतिखेर हामी त्यहाँ आउँदाखेरि दाइ तिमीले एउटा जग्गा पनि किन्नु हामीकन लौ बस भाइहरू भनिकन तिमीले भन्नु सकेन। जतिखेर पनि एउटा जग्गा यहाँ छ तिमी घर लाऊ भने तिमीले भन्नु सकेन। यो लाया घर 2 घर लगाएका छन् मैले यहाँ पछाडिको घर लाया घर 13 नाम पास गरौँला मेरो हो। त्यो हुँदाखेरि मेरो घर यो भाइहरू यो हो भनिकन तिमीले तेरो नाममा लौ एउटा घर दिन्छु भनिकन दाइ तिमीले भन्नु सकेन अहिले। ल अब भोलि के गर भनेपछि भोट हाल्छ उँधो आएर यो पछाडि घर 13 नाम पास गरौँला। अन्तखेरि 13 यो म पनि यो घर हेर्ने मान्छे चाहियो भिटा घर हेर्ने मान्छे चाहियो यहाँको बारी बिरुवा हेर्ने मान्छे चाहियो। म यहाँ बस्दैन छोरा अमेरिका छन् यार क्यानाडा छन् अनि बाहिर छन् म एउटा लाग्न पाउँदैन। यहाँ यो सम्पत्ति चलाउने को त तपाईँ स्टोर चलाउने त हो त। ल त्यही भयो यही वचन भयो। ल भेट त्यो एकछिन धामी दाजु र धामी दाजुका गुण छन् म त्यहाँ बोटाल दिनलाई कपडा खाट नपर्ने हजुर
कम्प्लेन ल्याइकन त्यो बुझ्कन म निर्वाचन रोडमै गएँ त्यहाँ त्यही स्कुल हो हजुर त्यो दाजु धामी दाजुमा थाहा छ हजुर हजुर त्यहाँ भेट गराऊ म हजुर म ल जाऊ हजुर हजुर ल जाऊ र म त्यहाँ मिस कल गर म फनानु ल हजुर हजुर ल भाउ ल घर भाउ घर तेरो गोटाउँदो टोपी छ यो मुख्य ठुलो मान्छे हुँदैछ प्रकाश शाह भोलि मन्त्री हुन्छ हजुर हजुर हो भोलि क्या खाँदो मुख विचार गर जेब्रा हुने आऊ भोलि हजुर हजुर ल यस्तो मौका चुकाउनु हुँदैन हजुर हजुर